हेलो नमस्ते सेवारो साथीहरू, कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला। अनि म पनि एकदमै सन्चै छु। आज चाहिँ म कहाँ आएको छु भने नि साथीहरू, म दमकको तुम्सा हार्डवेयर पसलमा आएको छु। यो हार्डवेयर पसल कहाँ छ भने नि दमकको फाल्गुनन्द चोकदेखि सिधै माथि अनि हलदार चोकदेखि अलिकति तलतिर सिधै रवि स्ट्यान्ड जाने गेट नेर छ। अनि तपाईँहरूलाई पनि हार्डवेयरको सामान चाहिन्छ भने आउनुहोस् तुम्सा पसलमा, एकदम सुपथ मूल्यमा पाउनुहुन्छ। म चाहिँ तुम्सा हार्डवेयर पसलमा कलको सामान किन्न आएको थिएँ। कल बिग्रेको थियो र अनि त्यसपछि मैले दाइलाई सोधेँ कति भयो दाइ भनेर। अनि तर दाइ चाहिँ अरू कस्टमरहरू पनि धेरैजना हुनुहुन्थ्यो। दाइ चाहिँ अरू कस्टमरहरूसँग पनि कुरा गर्दै हुनुहुन्छ। अनि त्यहाँदेखि दाइलाई सोद्धाखेरि 700 रुपियाँ भयो बहिनी भन्नुभयो। अनि त्यसपछि मैले 700 रुपियाँ पे गरिदिएँ। अनि त्यसपछि मैले दाइलाई भने दाइ सलाई रेन्ज पनि दिनु न भनेको। अनि त्यहाँदेखि त्यो यो रेन्ज देखाउनु भयो, तर यो रेन्जको नाम चाहिँ थाहा भएन मलाई। अनि त्यसपछि दाइ यसले पनि खोल्छ र भनेर सोधेको। खोल्छ बहिनी, सानोले सानोलाई खोल्छ, ठुलोले ठुलोलाई खोल्छ भनेर भन्नुभयो। अनि ठिकै छ नि त, अब खोल्छ भने त के भएर भनेर मैले पनि ट्राई गरेँ। अनि खोल्दो नै रहेछ त्यसले पनि। अनि त्यहाँदेखि सबै ट्राई गरेर अनि त्यसपछि मैले चाहिँ त्यो नटहरू पनि बोक्नुपर्ने थियो। अनि त्यसपछि तिनीहरूलाई मैले कसकास पारेर बोकेँ। अनि दाइसँग कुरा पनि गर्दैछु मैले, दाइसँग अरू पनि कुरा गर्दैछु, कलकै बारेमा मात्र होइन, अनि अरू पनि कुरा गर्दैछु। पहिला माइतमा त सामान्य कलहरू बिग्रेकोहरू चाहिँ बनाउँथे, तर आज त धेरै साल भएर होला अलिकति बिर्सेँ कि जस्तो पनि लाग्यो। अनि त्यसपछि दाइसँग त्यो बारे पनि कुरा गरेँ, अरू बारे पनि कुरा गरेँ। अनि त्यसपछि चाहिँ त्यो सबै बोकेर सामान बोकेर म चाहिँ लागेँ। अब 2जना छोरीहरूसँग गएको म चाहिँ, मेरो छोरीहरू पनि सँगै लगेर गएको। अब भरे यसो कलहरू पक्रिनु चाहिन्छ होला भनेर। अनि म मेरो 2जना छोरीसँग गफ गर्दै गएँ। अनि त्यसपछि 2जना छोरी म सँगसँगै हिँड्दै जाँदैछ है, हेर्नुहोस् है। अनि त्यसपछि चाहिँ ठक्क पुगेको भाइ हुनुहुँदो रहेछ क्या। अनि त्यहाँदेखि भाइलाई सोधेको तपाईँलाई कल बनाउनु आउँछ भनेको, आउँछ भन्नु। अनि त्यहाँदेखि बोल्दै थिएँ भएर भाइ त नेपाली नै बोल्नु हुँदो रहेछ, नेपाली बुझ्नु हुँदो रहेछ, अनि बोल्नु पनि हुँदो रहेछ। त्यसपछि चाहिँ मैले नेपालीबाटै कुरा गरेँ भाइसँग। अनि भाइसँग धेरै बेर कुरा गर्दै केहरू कुरा गरेँ। अनि त्यहाँदेखि हाम्रो भाइहरू एकदम मजाको हुनुहुन्छ, यहीँ बस्नुहुन्छ, यहीँ काम गर्नुहुन्छ। अनि त्यहाँदेखि एकदम मिलनसार भाइहरू हुन्छ है उहाँहरू चाहिँ। अनि त्यस पछाडि भाइसँग कुरा गर्दै कल बनाउँदै थिएँ। अनि तर त्यो खोल्नै सकेन क्या भाइले कल, तर त्यहाँ चाहिँ सलाई रेन्ज नै चाहिँदो रहेछ। यो चाहिँ अलिक स्लिप खाँदो रहेछ क्या कलको त्यो यो नटले। अनि त्यसपछि अनि भाइलाई अरू कुरा पनि सोध्दैछु, त्यो धाराहरू बिग्रेको छ नि त त्यहाँनिर, अनि त्यो पनि सोध्दै थिएँ। अनि भाइलाई बनाउनु आउँदैन अरे धारा चाहिँ। अनि त्यहाँदेखि भाइले त्यस्तै भन्दै हुनुहुन्छ, आउँदैन मलाई भनेर भन्नुहुँदैछ। अनि त्यसपछि धेरै बेर ट्राई गऱ्यो, भएन। नभएपछि चाहिँ मोटर चाहिँ चलिरहेको थियो, कल सुकेको थिएन क्या। अनि त्यसपछि चाहिँ मैले मोटर चलाएर अनि घर भिजाउनु थालेँ क्या। अब मैले यहाँनिर सानो घर बनाएको छु नि त, अनि त्यही भएर चाहिँ कल बिग्रेको थियो। अनि त्यसकै सामान पनि लिएर आएको। अनि मोटर चलाएर मैले चाहिँ घर भिजाउनु थालेँ। भाइ चाहिँ आफ्नै काममा जानुभयो काम गर्नलाई। अनि आजलाई चाहिँ यति नै। अर्को भ्लगमा फेरि भेटौँला साथीहरू। नमस्ते सेवारो, बाई बाई।